always trying new things, yeah. That's how you grow and succeed, yeah. Man, you just gotta believe, yeah. So listen up while I proceed, yeah. Want a couple $100 grand, like, yeah. Got a couple $100 bands, like, yeah. And I do it for the fans, like, yeah. I don't do it for the gram, no, do it for the gram. So hello guys, how is your day? It's your boy Jay back with another video. अनि नमस्ते सबैजनालाई, सबैजना सन्चै हुनुहुन्छ होला हैन. सो आज चाहिँ हामी फाइनली हैन ZX500 जुन चाहिँ न्यूली लन्च भएको छ नेपालमा त्यो बाइक हेर्न जान लागेको है. सो मसँग चाहिँ अहिले दिव्य छ हैन. सो हेलो दिव्य, वेलकम टु माई भ्लग. अनि दिस इज माई बेनेली 300 है. सो यो चाहिँ मैले नयाँ लिएको, लाइक मैले अस्ति भनेको थिएँ नि मैले एडभेन्चर बेचेँ अनि लिएँ भनेर. सो दिस इज बेनेली है. अनि यसमा चाहिँ खासै मजहरू चाहिँ केही छैन, लाइक नर्मल टेल टाइडी भयो होइन. अनि क्लिप अन्स हालेको थिएँ मैले बेनेली 302R को, नेपोलियन मिरर्स, अनि यो क्याप भयो, अनि लिभर भयो बेनेलीकै. द्याट्स अल, अरू त्यस्तो केही पनि छैन होइन. एन्ड बाइक इज भेरी फ्रेस है कुरा गर्ने भयो चाहिँ. अनि साँच्ची मैले यो ट्याङ्क प्याड पनि हालेको हो. सो अरू भनेको त्यस्तै हो. म तपाईँहरूलाई बाटोमा भेट्छु अहिलेलाई. पिस. अनि यस गाइज है, एकदमै खुसीको कुरा है, मलाई एकदम खुसी लागेको छु. लाइक थ्याङ्क यू सो मच एभ्री वान है. मैले लाइक मेरो त्यो टिकटक र इन्स्टाग्राममा होइन एउटा क्लिप हालेको थिएँ मोडिफिकेसनको बारेमा है. मान्छेहरू कतिजनाले अग्री गर्नुभयो है. सो थ्याङ्क यू सो मच गाइज. मोरओभर अब यो चाहिँ मलाई जहाँसम्म लाग्छ सबैलाई भइरहेकै कुरा हो कि होइन. अब नेपालमा यस्तै छ इन्भाइरोमेन्ट अबाउट मोडिफिकेसन्स अबाउट राइडिङ होइन. सो हामी राइडरले पनि कहिलेकाहीँ होइन अब नडराइकन कुदाउन पाउन होइन. जहिले पनि बाइक निकाल्न यस्तो सोच्नुपर्छ होइन जुन चाहिँ अलिक झाउ लाग्दै हुन्छ क्या लङ रनमा. सो त्यही हो. दिव्यलाई क्या स्वाग यार बाइकमा. उसका हाइट एडभान्टेज. सो यस गाइज है. सो आज हामी सबैजना धेरै पछाडि भेटेको छौँ है. अभिषेक दाई भयो, परी दाई भयो, अनि परी दाईको यहाँ हेर्नु के हो यो. अनि हाम्रो पापा, अनि पापाको पनि यता हेर्नु के हो यो. अनि यो के हो. अनि हाम्रो दिव्य तर खतरा साको छ यार तिमीलाई बेनेली. अनि हाम्रो कबिर भयो. अनि के हो यो. आमा केटाहरू त केटाहरू चाहिँ धेरै अगाडि पुग्यो है. मेरो चाहिँ माइक अफ रहेछ, अन गर्ने टाइम लाग्यो. सो केही छैन, जुम अब होइन. अनि हामी चाहिँ फ्युल अप गर्न गइरहेको गल्फुटारमा होइन. सो यो नयाँ बाइकको बारेमा हल्का कुरा गर्नु पर्दाखेरि चाहिँ है, आई हर्ड द प्राइसिङ इज अबाउट 16 to 17 lakhs होइन. मैले पनि एउटा एक्युरेट चाहिँ दिन सकिनँ प्राइसिङ होइन. अनि अहिले चाहिँ एउटा मात्रै टेस्ट राइडको लागि आएको छ अरे. सो मैले अब के भन्न चाहन्छु भन्दाखेरि इट्स अ इनलाइन 4 होइन. इट्स अ 500cc मोटरसाइकल होइन. अब नेपालको लागि लाइक 17 lakhsमा होइन. अब 500cc विथ इनलाइन 4 इन्जिन इज भेरी हार्ड टु फाइन्ड, छँदै छैन भनौँ न. सो त्यत्रो प्राइस कन्टेक्स्टमा चाहिँ इट्स अ भेरी रिजनेबल फेयर अमाउन्ट के होइन. अब बेनेली 600 के कुरा गर्ने भन्दाखेरि होइन, इट वाज अ नेकेड बाइक होइन. हुन त अब त्यो पनि इट इज अ चाइनिज बाइक होइन. तर अब बेनेली 600 सँगै कम्पेयर गर्ने हुँदाखेरि पनि होइन, अब बेनेली 600ले बेनेलीले लिएर आएको चाहिँ नेकेड सिरिज मात्रै थियो होइन, फेरिङ थिएन. अनि एज फार एज आई नो नेपालमा चाहिँ नेकेड भन्दा पनि फेरिङको एकदमै शौकिन छ सबैजना. त्यसैले होइन सिबिआर भनेको वान अफ द हाइएस्ट सेलिङ के भन्छ त्यसलाई, फेरिङ स्पोर्ट 600 होइन. अनि त्यही त अब अरू भनेको पनि लाइक यो चाइनिज बाइकहरूमा चाहिँ नेपालमा आफ्टर सेल्सकै प्रब्लम हो क्या. अब सिएफ मोटोको पनि ग्लोबली नै प्रब्लम छ होइन. अब
CF मोटो जतिको चाहिँ एक्सपेक्ट गरेको छुइनँ मैले, नाइदर बेनेली जतिको होइन। तर इट्स अ फेरिङ बाइक, इट्स अ इनलाइन 4, इट्स अ 500cc अन्डर 17 लाख्स होइन। सो अभियसली वाइल्डै एक्साइटेड छु होइन। अनि यसो हल्का लुक्स हेर्ने भए ZX 6R जस्तो छ क्या। सो हेरौँ कस्तो छ होइन। सो हामी चाहिँ फ्युल अप गरेर निस्क्यौँ है। अब चाहिँ आई गेस सिधै गैरीधारा जान्छौँ होला। Aryan 5! So हामी चाहिँ आइपुग्यौँ होइन। 1 2 3 4 5 6 7 बाइक्स। सो कति पछाडि होइन आज हामी सबैजनासँगै निस्केको छौँ। अभिषेक दाई भयो, हाम्रो आर्यन, त्यसपछि दिव्य, म, पापा R3, कबीर, परियन दाई, अभिषेक दाई। सो दिस इज द न्यू बाइक है, एकदम हाइप टप भएको। द विङलेट चाहिँ यो चाहिँ चार्म हो यो बाइकको। त्यसपछि द मिरर इट्सेल्फ है, यसमा इन्डिकेटेड लाइट्स रहेछ। सो नो इन्डिकेटर्स ओभर हियर। अनि सिङ्गल साइडेड स्विङ आर्म है, यो चाहिँ वाइल्डले डोप देखाएको छ। सो लेट्स ट्राई इट। हार्ट बिट रेज भइरहेको छ मेरो है। ड्याम अप्सन चाहिँ तपाईँले एक्सेप्ट गर्नुपर्छ। हजुर हजुर भयो, थ्याङ्क यू। साउन्ड्स ग्रेट है। ओए कस्तो स्मुथ रहेछ पिकअप पनि, इनिसियल पनि त्यस्तो ऊ छैन है। सो लेट्स ट्राई इट। सो इनिसियल चाहिँ बब्बाले रहेछ है, लाइक वाइल्ड छिटो तान्छ होइन। एकदमै क्विक रहेछ इनिसियल चाहिँ एक्सपेक्ट गरेको भन्दा। रेम म्याच नि क्विक छ, गियर वाइल्ड राम्रो छ। मेन चाहिँ यसमा स्टेबलाइजेसन छ ह्यान्डल होइन, जुनले गरेर चाहिँ तपाईँलाई त्यो ह्यान्डल स्वे हुने अनि के भन्छ हजुरलाई त्यो ट्याङ्क स्ल्यापर हुने पिर चाहिँ लिन पर्दैन है। गियर इन्डिकेटर छ। सो ट्याकोमिटर पनि इट्स अ ग्रेट डिजिटलवाला होइन। सो त्यस्तो आत्तिन पर्ने यहाँ चाहिँ छैन। आवाज चाहिँ डोप छ है, आफ्टर मार्केट एक्जस्टले चाहिँ तर राम्रो हुन्छ होला यो होइन। अनि द ब्रेकिङ्स आर गुड। एउटा पोइन्ट आएपछि त वाल तान्दो रहेछ यार इनिसियल होइन, यसको त हाई एन्डै राम्रो रहेछ। न आई निड टु डु 1 गियर पुल हेर यसमा एकचोटि चाहिँ। हिट चाहिँ अलि छ, प्रली टेस्ट राइड सबैले गरेर होला। सो लेट्स सी है त। आमा कस्तो क्विक, गियर पनि वाइल्ड स्मुथ छ है। कर्नर्स नि बबाल छ।
I'm enjoying every bit of this bike. Wildly lightweight छ हैन अनि पावर नि wildly छ so bike the wild dope racer. So त्यो बाइकमा सबसे कुलेस्ट चाहिँ हैन लाइक इट हैज अ ह्यान्डल स्टेबलाइजर हैन जुनले गर्दा चाहिँ टाइम स्ल्यापर हुन मिल्दैन जुन चाहिँ मैले बाइक चलाउँदाखेरि नै भनेको थिएँ अनि त्यसमा चाहिँ क्विक शिफ्टर पनि थियो के जुन चाहिँ मैले चलाउनै बिर्सेँ किनभने मोस्ट अफ द टाइम्स हैन क्विक शिफ्टर चलाउँदै नि त हामीले अनि क्विक शिफ्टर नभएको बाइक नचलाएपछि बिर्सिन्छ के सो अनि क्विक शिफ्टर हान्ने बाटो पनि थिएन हैन अनि द बाइक वाज सलिड है अनि एबिएस छ त्यसमा हैन अनि मैले इन्जिन स्पेक चाहिँ बुझेको छुइनँ एकचोटि भित्र गएर सोधेरै म भन्छु हैन अरेल सबैलाई म फोटो राखिदिन्छु यसको हुँदैछ मेरो ड्रिम बाइक पानी गाले तर अरु भनेको त्यस्तै हो हैन द बाइक वाज एक्सलेन्ट हैन लाइक इनिशियल पनि त्यस्तो स्लो चाहिँ थिएन हैन इनिशियल वाज अन पिक मैले भने नि मलाई त यो बाइकको त इनिशियल राम्रो रहेछ भने सुरुमा हैन तर जब फुल थ्रोटल लियो द बाइक वाज मन्स्टर के एक्कासी पावर बिल्डअप भयो हैन एन्ड आई फेल इन लभ विथ इट है सो सिबिआर भन्दा अलि फास्ट पनि छ हैन लाइक एक्सेलरेसनमा चाहिँ तर अब टप एन्ड त मैले चेक गर्न पाएन कस्तो छ भनेर हैन अब 500 हो अलि कम त होला है प्र्याक्टिकली हेर्ने भए चाहिँ सो लेट्स सी अब पछि आएपछि कस्तो हुन्छ हैन मार्केटमा सो अहिलेको लागि चाहिँ यति नै म बाइकमै भेट्छु तपाईँहरूलाई अरेन्जभित्र सो गाइज अब चाहिँ हामी यहाँबाट निस्केको एन्ड आइम रियली सरी अबाउट द स्पेक्स एन्ड अल हैन मैले चाहिँ लाइक सोधेको तर बाहिर सोध्नुपर्छ भन्नुभयो हैन अनि दाइ बिजी हुनको कारणले मैले सोधिनँ सो म गुगलमा सर्च गर्छु इफ गुगलमा केही भेट्यो भने चाहिँ म हालिदिन्छु ल डिस्क्रिप्सनमा सो त्यो बाइक क्या हलुका थियो कि हैन अनि अब त्यो बाइकबाट यहाँ सिफ्ट हुँदाखेरि चाहिँ लाइक दिस बाइक फिल्स अ बिट हेभी हैन तर हुन चाहिँ फेरि यो बाइक अति नै लाइट नै छ है यो पनि त्यस्तो हेभी चाहिँ छैन त्यो बाइकले चाहिँ के लाइक हैन 70 बाट 100 को स्पिड चाहिँ छ नि हैन अति नै छिटो क्याच गरेको थियो कि लाइक मैले स्पिडोमिटर झट्टै हेरेको है एकैछिनमा 95 99 थियो क्या एन्ड आई वाज भेरी सरप्राइज्ड है जे होस् द बाइक इज भेरी गुड हैन अब प्राइसिङ कोकोले चित्त बुझ्छ बुझ्दैन हैन अब अरू भन्दा पनि मैले हैन पासाङ दाइसँग हल्का कुरा गर्दाखेरि चाहिँ लाइक अब यो बाइक चाहिँ एसबिकेमा पनि जान लागेको छ अरे नेक्स्ट इयर हैन सो अब बाइक झनै राम्रो रिभ्यू आउनेवाला छ किनभने अब एसबिकेमा गएपछि त बाइकको टोटल पर्फर्मेन्स सबै हैन टियर आउट गरेर हालिदिन्छ नि त सो अझै राम्रो हुन्छ हैन लाइक बायरहरूलाई पनि ट्रस्ट बढ्छ सो अहिले पनि कुदाउँदाखेरि चाहिँ बाइक इज भेरी फ्रेस भेरी स्मुथ भेरी फास्ट हैन अनि 500 सीसीमा एकदमै राम्रो छ इनलाइन 4 हैन सो नेपालमा त्यही त अब लाइक मोडर्न टेक है अनि अब मोडर्न टेकसँग लाइक न्युवर फिचर्स न्युवर ट्याकोमिटर न्युवर बाइक हैन लाइक कति भएको थियो क्या राम्रो नयाँ बाइकहरू मजाले लन्च नभएको अफिसियली चाहिँ हैन सो फाइनली भएको छ है सो ट्राई गर्न आउन सक्नुहुन्छ यो चाहिँ ठ्याक्क पहिला बेनेलीको सर्भिस सेन्टरनिर रहेको छ गैरीधारा नक्सालमा हैन गैरीधारै भन्छ होला म फेरि लोकेसन यस्तो वर्स्ट छ मेरो हैन सो अब हामी चाहिँ यहाँबाट निस्केको हामी जेनेसिस सान लागेको हैन सो अब जम म खासै बोल्दिनँ किनभने कति बोल्नु होइन कहिलेकाहीँ तपाईँहरूलाई पनि यसो पिओभीको एक्सपिरियन्स दिउँ न कत्रो पड्केको सो म चाहिँ कबिरको बाइक एकछिन स्पिन गर्न लान लागेको है अनि उसको बाइकको इन्जिन चाहिँ वाइल्डै फ्रेस छ क्या सो आई वान्ट एक्सपिरियन्स है कस्तो छ भनेर
बाइक इज इन पिक पर्फर्मेन्स है अति नै राम्रो रहेछ कन्डिसन चाहिँ है किनभने अब हाम्रो त जे भयो नि बाइक हल्का पुरानो छ नि त अनि इन्जिन फिल हुन्छ क्या लाइक होइन कतिको अलिकति डिफ्रेन्स छ छैन भनेर है उसको चाहिँ लाइक त इन्जिनबाट हल्का पनि नोइज छैन क्या सो सिबिआरको चाहिँ के छ भन्दाखेरि पुरानो भएपछि इन्जिनको आवाज चाहिँ होइन ठुलो हुँदै हुँदै जान्छ कि लाइक अब बियरिङ्सहरू यताउतिको आवाज आउँछ होइन दो द रिलायबिलिटी इज अन पिक होइन पावरहरू घट्दैन तर यु क्यान फिल द डिफ्रेन्स बिट्विन द स्मुथनेस अफ न्यू इन्जिन्स एन्ड द ओल्ड इन्जिन्स के सो मैले अहिले यसो हेर्दाखेरि चाहिँ होइन द बाइक इज भेरी भेरी क्वाइट के इन्जिनमा चाहिँ होइन अनि टोर्क पनि राम्रो छ है राम्रो फिल भइरहेछ पानीबाट चाहिँ जोगाउनुपर्छ है मेरो र यो बाइकको कम्पेरिजन गर्ने भए चाहिँ होइन सो त्यो र यो बाइक चाहिँ एक्ज्याक्टली द सेम होइन अन्टिल एन्ड अनलेस इट्स द भर्जन फ्रम 2020 अर अबभ होइन 2019सम्म एउटै नै छ पोस्चर होइन सिर्फ फेरिङ्स ब्राकेट्सहरू डिफ्रेन्ट छ होइन सो यो त झन् नन एबिएस भइहाल्यो होइन 2015को सो डिट्टो नै छ अनि पावरमा पनि मेरो र यसकोमा चाहिँ 1 HP को गेन्स र लो मात्रै हो कि अरू केही डिफ्रेन्स नै छैन क्या होइन सो बाइक इज भेरी फन होइन अनि यो चाहिँ अलिकति बल्की छ है मेरो बाइक भन्दा मेरो बाइक चाहिँ अलि नै बढी लाइट वेटेड छ क्या अब पहिलाको स्पोर्ट्स बाइकहरू चाहिँ लाइक 2011-12तिर होइन लाइटर बाइक्सहरू नै बनाउँथ्यो कम्पनीले होइन अहिले चाहिँ बल्की हुन्छ नि तर फेरि हेर्दा बल्की छ वेट चाहिँ त्यस्तो छैन है तपाईँहरूले सोचे जस्तो साउन्ड पनि क्या मिठो लागिरहेछ Now it's time to ride the Ducati 797 आज चाहिँ एउटा गर्दै सबैका बाइक कुदाउने है That's how fun begins. Let's ride the Monster 797. The Torque Monster है अनि ब्याकफायरको त कुरै छोडिदिउँ मोन्स्टर हो होइन सो वान अफ माई ड्रिम बाइक्स मैले भनेको थिएँ नि सो फाइनली आज रेकर्ड गर्दैछु है यो पनि एक टेस्ट गरिदिउँ सो 696-796 भन्दा एकदमै अनअग्रेसिभ पोस्चर छ है एकदम कम्फर्टेबल पोस्चर छ तर फेरि पावर टु वेट रेसियो चाहिँ एकदमै डेन्जरस छ है अनि यसको चाहिँ इन्जिनको बारेमा के स्पेसियालिटी छ भन्दाखेरि यो र स्क्रैम्बलरले चाहिँ होइन स्क्रैम्बलरको कुन भर्जन चाहिँ मलाई थाहा छैन तर एउटा डुकाटी स्क्रैम्बलरले चाहिँ होइन जोसँग इन्जिन सेयर गर्छ सो यसलाई हनी मोन्स्टर भनेर चिनिन्छ बिकज इट्स भेरी स्मल है अरू डुकाटी मोन्स्टरको तुलनामा अनि यो मोडलमा चाहिँ एबिएस छ है अनि यो बाइक चाहिँ मलाई अति नै मनपर्छ कि नट जस्ट बिकज हाउ इट लुक्स होइन तर यो बाइक एकदमै युनिक छ कि अरू मोन्स्टर हेरिकन 696-796 सेयर्स द सेम स्पेक्स होइन अनि यसले र 821हरूले चाहिँ एउटै गर्छ इभन 1200ले पनि होइन
हो कि 11 हो आम रियली सरी गाइज है म बाइक कुदाएर बेलामा चाहिँ मेरो दिमाग अलिक स्लो नै काम गर्छ क्या त्यसैले एक्ज्याक्ट चाहिँ नभन्न सकौँला होइन द क्रैकल्स म्यान एकचोटि बटारौँ न त है द क्रैकल्स अब यहाँबाट चाहिँ फर्क्यौँ है धेरै टाढा पनि नजाउँ Mercedes हातै फालिदिन्छ कि तर यसको चाहिँ होइन लाइक वेटले गरेर के होइन अनि ह्यान्डल बार सानो भएको हुनाले गर्दा एकदमै ट्याङ्क स्ल्यापर हुन भेरी इजी होइन सो अलिकति होइन किन्नुभयो भने चाहिँ एउटा स्टेबलाइजर चाहिँ हाल्दा बेस्ट होइन अरू चाहिँ अलिक बिस्तारै कुदाउँदा बेस्ट किनभने एकदमै टोर्की छ नि त सो एकदम छिटो स्पिड लिन्छ जुनले गरेर चाहिँ प्रोन टु ट्याङ्क स्ल्यापर होइन सुन्दिम सो हाम्रो उत्सव भ्लग्स होइन अनि हाम्रो सनी सिबिआर दाई सो आजको लागि चाहिँ यति नै है भिडियो अलि धेरै नै लामो भइसक्यो जस्तो लाग्यो है सो अब चाहिँ म यो भिडियो चाहिँ आज कहिले खिचेको ठ्याक्क अब भिडियो नेक्स्ट विकतिर मात्र आउँछ होला किनभने म भोलि आउट अफ भ्याली जाने काम छ बिहानै होइन फेरि विराटनगर जाने काम छ सो अर्को विक भेटौँला है त्यसपछि फेरि नयाँ कन्टेन्ट बनाउने छु काठमाडौँ आएर सो अहिलेको लागि चाहिँ यति नै पिस